अहिले चाहिँ हाम्रोमा मेरो जेठी फुपूको आउनुभएको छ। हामी चाहिँ यहाँनिर चायहरू पिउनुहुँदैछ। हाम्रो घरमा चाहिँ एकदमै बेहुली अदुको टिका मजा आउँदैछ। म पनि छु है यहाँको क्यामेराम्यान। हैन कल मम्मीले के गर्नुहुँदैछ? ल कोपा त छिटो हाल्नुहोस्। मम्मीले टोक्नुहोस् त। फुल पनि हुँदैन अरे अन्त नाना पर्दैन उठ्नु पर्दैन नि देमाले दाडे भ्याउँदैन देमाले। हजुर हजुर फुल पनि हुँदैन अरे अन्त पर्दैन हाम्रो अदुवा अदुवा भनेको चाहिँ मैले अदु भनेको नि फेरि डोन्ट माइन्ड। हाम्रो यहाँ जेठी फुपू हुनुहुन्छ नि फुपा पापाले टिका लगाउनुहुँदैछ। देमाले पोज दामी दिनुहुँदैछ। दिनमा आज पनि पानी पर्यो। हेर्नुहोस् त एकदम झरी परिरहेको छ। अहिले चाहिँ म दसैँको टिका लगाउन जाँदैछु यहाँनिर नानीहरूसँग। म अनि मेरो दिदीको दुईजना छोराछोरीसँग। आउने त अगाडि नानी नानी गाना नबजाउ त यहाँनिर कपिराइट पक्रिन्छ। नगाना बजाऊ नबजाउ नि बज्छ मेरो यसमा कपिराइट। यस्तो छ मौसमहरू चाहिँ। लु त तिमीले गर्दा त आज भ्लगिङहरू अलिअलि यस्तो भ्युजहरू देखाइदियो के कस्तो चल्दैछ यता। अब भ्युज त म कतै पनि देखाउन सक्छु। लु जुम्ला हामी चाहिँ अब घरमा सकेर चाहिँ 4 बजे कति उता यहाँ माथि हुँदैन है। हजुर अब चाहिँ हामी 4-8 बज्छ हो। अब हाम्रो घरमा सकेर चाहिँ अब हामी टिका लगाउनु गएको। पानी परेको छैन तर पनि अब मतलब बोक्नुको अल्छीले चाहिँ ओर्नु हुँदैछ होइन आन्टीले। के साह्रो भनेको त्यति साह्रो होइन मलाई। अब अल्छी त अल्छी नै भनौँ न अब त्यो पनि। यहाँ चाहिँ मेरो नानी ओर्दैन छाता छाता ओर्दैनौ यति बेला पुर्छ अन्त। सरू दिदीकोमा टिका लगाएर त आयो भिडियो गर्नु बिर्सेछु मैले हो। के थाहा हो गफ भन्ने कुरा कस्तो हुन्छ साथीहरूलाई कति बादमा भेट्दा कस्तो हुन्छ के थाहा छ तिमीहरूलाई? बेसी गफ गऱ्यो भनेर यहाँ कम्प्लेन गर्दैछ मलाई नि र। देवाले नाकीमा रोप्नु भएको छ बाटो बाटो। तपाईँहरूको कसलाई नाकीमा मनपर्छ? अहिले त फल्ने टाइम होइन होला। रहेछ ऊ फल्ने टाइम हो नाकीमा। को तिमी र को दिमा? अर्को साल चाहिँ अब कोही
बाधाहरू नपरोस्। अब 2 साल त भइसक्यो विभूति लगाएको, भगवानहरूले एकदम उयो गरोस्। सिङ्गल मात्रै लाग्छ, मेरो चक्रै छैन, टाँसिँदैन। ल बैठ 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 बैठ। बेसी ढोक्नु पनि झर्खरिँदो रहेछ। थ्याङ्क यू। ल उसलाई बैनीलाई कम्ती अरे। हौ ल ल तिमीलाई मनपर्छ उयो सिमराई सोधेको मैले। रोटी पनि रहेछ यी। म एउटा खान्छु। दुईटा खानु। एउटा खान्छु म त। एउटा 2टा खान्छु। कोही खान्छ होला। खाँदैन खाँदै गर कसैले, कोही बस। किन बस्नु, सबैले खाँदा भयो त। अब अहिले अन्त हातको चुठो चुहाउँदै बाँड्नु त भात। चल्छ चल्छ सबै परिवारको। यो अचार खाइदियो हामीले। यो दाल हाल्दिनु प्याज यिनीहरूले यहाँ काँक्रा लगाएको राम्रो हुन्छ। काँक्रा कति खायो अहिले अब दिपाला छोडेको अचार बनाउनु भनेर चाहिँ अहिले पो देखिँदैछ। काँक्रा त्यो आखिरीमा गएको मुन्टा के हाम्रो त के व्यापारीले अगाडि हो कि पछाडि एउटै दाम बढायो। अब त आखिरी भयो भनेको होइन अरे भनेको अरे अब चाहिँ हामी फर्किँदैछ यहाँनिर रातको समयमा। ए हुन्छ कस्तोबाट देख्नु भएछ हो ला यस्तो मान्छे आउनुहोस् है दी।